किन्ने कामै छैन यसले त केही पनि ओ माई गड इङ्ग्लिस गीत पनि खतरा गाइन्छ नि फेरि ओके गाइस छैन र बाई बाई 500 नै 5 लाख मुखी यति लाएर खायो झोलमा जस्तोलाई जस्तै ढेँडालाई निस्दै हो भाइ त्यसलाई एक मुष्ट ढोक दिया गाइस वेलकम के को वेलकम वेलकम जहाँ था नेपालीबाट बोल इङ्ग्लिस त आउँदैन तँलाई पढ्ने बेलामा बाख्रा पुजा रहेछ नेपाली वेलकम र वेलकम भनिन्छ बौला नमस्ते भन् फटाफट हो सबैलाई नमस्ते काका काकी आमा बाउ के अरे अनि मामा माइजे बाजे बजो टिप्पा टिममा दिक्कु दिन सबैलाई एक मुष्ट ढोक दिया लु खाऊ जे हो त्यो केही छैन जिम्मा यो माया लाग्यो दाइ कहाँ पो घर उसको घर त उहाँ माता पुला यसो घर के खान्छ भन्दा राता कि त के जाति होइन है त्यस्तो चाहिँ भातै खान्छ नि रातै न गएर अब दुई रक्सी पनि खान्छ अहिले त डरा खान्छ तर पचाउँछ पनि केटाहरूले रक्सी खाने मान्छे नै होइन जातले पाएको हो भाइ जातले पाएको भन्न जातले पाएपछि त रक्सी होइन माक्री रोटी पनि खानुपर्छ रोटी खाने जातले पाउनुपर्छ के गर्नु जातै न भागीले पानी खानु पर्यो आमा हो आएर चाउमिन खाइदिएको हात्तीले टचार मिठो लाएर त्यो खोर्सानी र खोर्सानीमा उल्लाएर छ के अरे टिम्बुर दामी लाएर खुब सदाले खाइदिएको है यहाँदेखि खाँदा सब ठिकै भयो भित्र भनेको त्यहाँ आम्राहरू यस्तो परिरहेको कि माकुरी पख्ना फेरि भोलि बेटमा खतरा गर्छ अब फेरि यसले झन् मैले अन्त बढी खाएको यसले यति लाएर खायो झोलमा त्यसरी खाइदिने हो त्यो होटलमा घाटा पर्दैन घाटा कसले बिहोर्छ अलिकति इच्छा त थोरै खानु नि यार मैले थोरै खाँदा त कस्तो उभो यार यहाँ आम्रा पुरै पोलिरह भोलि गेटमा पेटदेखि पेटमा त छिरेर पेटलाई अब हुँदैछ भोलि गेटमा निक्लिने गेटमा अलिक खराब गर्छ मलाई है हजुर गोरु ए गोरु ओहो लाङ्सा अस्तिदेखि चाहिँ गोरु यहाँ आइपुगेछ अरे कहिले हिजो राति बेलुका अनि म पनि पर्छु नि त यहाँ म त को मान्छे आइज भनेर आएको त गोरुको दुइटा हिँड्नु रहेछ अनि म त मिठै रहेछ अचार मिठो लाएर खाइदियो चाहिँ आम्रा पोलिरहेको हो भोलि चाक पोल्ने होला भोलि चाहिँ चाक चाहिँ घर पोल्छ तर पोलेर के पत्याउँछ जाँटो साबुन पानीले झ्याम पिड्याम धोइदिएपछि ठिक भइहाल्छ होइन सोल्टा सोल्टी सोल्टी सिमनीले खुट्टा खाएर बिजो होइन अब सुरु गरौँ अब खाजा खाइयो अब के खाने केरा अब केरा त अब त्यही बजारतिर गएर लिएर आऊ न त्यहाँ छ त एक दर्जन पैसाले जानमा जस्तै जस्तै उधारो ल्याउ न मेरो नाम लिएपछि जति दिन्छ मलाई नचिन्ने को छ र यो सारा संसारले चिन्छ नान्ने तर मूल्याङ्कन मात्रै नभएको के सबैले चिन्छ दिन्छ चिन्ता नगरी खै एक दर्जन केरा उतो केटाले भनेको भन्छ नि मलाई बोलाउँछ मलाई बोलाऊ अनि म गएर परिचय गर्छु अनि उधारो कारोबार सुरु गर्नु है त जाऊ जान्छौ थाकेकै हो घाम पनि डुबो
पनि डुबो हेलै आँसीको रातैमा घाम पनि डुबो अब जुन पनि डुबो त्यहाँ बेलै भएन नि हङकङ जाने हो हङकङ जानेमा केटी रेडी हो म अर्काको बुढासँग तयार छै म त हङकङ जाने बुट पनि हेर हङकङ जाने बुट देख्यौ सस्तो मस्तो लाइन छ भने के हो थालेको जुत्ता त्यही पनि टिपेर लाएको कडा छैन पनि त्यत्तिकै हो खतरा काम दिने रहेछ नि त ढलानमा त यो बुटले त्यही भएर अब यो ढलानमा सक्छु यसैले अर्को वर्ष पनि पुग्छ होला जस्तो लागिरहेको पुग्यो भने त राम्रै हुन्थ्यो 500 रुपियाँ पर्छ यार यसलाई पनि 500 नै 5 लाख मुख पटारिन्छ कता कता 5 लाखको जुत्ता होइन सोल्डेनीहरू अब माकेहरू त जङ्गल झाडीतिर जाउँ त्यो पच्चामा गर्नुपर्छ यस्तो गरेर अब कोही छ र के हुन्थ्यो उनीहरूको त हिम्मत हुनु पर्यो नि कत्रो छ सानो छ नपारमा होइन यत्रो छ माएको माकुरी कामै नरहेछ कि तर यो सस्तो पेथाले पखाला लाग्छ भने गयो रहेछ त आँखा साउनै राम्रो छ क्यार 1000 रुपियाँ गयो मेरो अब त्यो 1000 रुपियाँ कसले फिर्ता दिनु अर्को किन्नु पर्ने छ 2000 जतिको तेरि चाहिँ माटो काम छैन यो चाहिँ नकिन्ने यस्तो यो सस्तो चाहिँ नकिन्ने साथीहरू किन्ने हो भने यो त कामै छैन राम्रा काम थाल्नु गर्ने राम्रै थाल्दैन काम यहाँ पुग्नु पर्ने चाइनिज डुप्लिकेट यहाँ होइन यहाँ आउने हो कि यहाँ बोलेपछि त्यहाँ जाने हो कि यसरी बोल्ने अनि त्यहाँ उमा रेकर्ड हुने हो कि यो चाहिँ काम छैन साथीहरू यो चाहिँ नकिन्नु तपाईँहरू पनि अहिले अनलाइनमा 1000 रुपियाँ भन्छ क्या अरे नकिन्नु यो कामै छैन यसले त केही पनि आवाजै राम्रो फाल्दैन कति राम्रो बोले पनि क्यार यहाँभन्दा पहिले कस्तो हुनु पर्यो त यतिकै बोल्दाखेरि यहाँ यस्तै जस्तो बोलेको त्यस्तै थाल्नु परेन आफ्नो आवाज नत्र यो अहिले नतिजा सुन्नु न नत्र तपाईँहरू सुन्नु न जाँदा क्या यो चाहिँ नकिन्नु 1000 रुपियाँ पर्छ 899 भन्छ नकिन्ने यो चाहिँ कम्पनीले मैले चाहिँ भन्दै नकिन्ने यो भनेर भन्दै मुद्दालाई पनि लामाखुरी सच्चास डुप्लिकेट सामान तर रोजेको मैले नि यो डुप्लिकेट सस्तो पखालो लागिहाल्छ नि अब 2000 जति किन्नु पर्ला अनि त्यसपछि माथि कमरामातिर गएर भिडियो बनाउँछु ओके है बुढीको माथि पुगे पनि जाँदा माथि पुगे माथि पुग्ने मै हो के केटा तिमीहरू के चिन्ता दिन्छ तिमीहरू पो छैन त माथि पुग्ने तल झर्नु घुम्ने त छ नि चिन्ता नगर तिम्रो पनि यहाँ छैन तिमी भरे टोइलेटतिर जाऊ होइन टोइलेट गएर नभनेको सरसफाइ गर त्यति त हामीहरू केटाहरू अरू त केही होइन त्यहाँको अनि के भन्ने खोइ धोका दिनेलाई के भनेर खै गीत पनि गाउँछ के हो जहिले ओके गाइजहरू अब आजलाई यति नै भन्दै अब घरतिर जाने अनि सुत्ने सुत्ने हो भने आज त म भिडियो पनि एडिटिङ नगरेको पनि धेरै एडिटिङ गरे पनि नगरे पनि यो क्यामेरा पनि राम्रो छैन मेरो त बोल्ने साउन्ड सिस्टम पनि राम्रो छैन के भएको क्यामेरा पनि कस्तो आउँदैन एडिटिङ गर्नु पनि खासै धेरै आउँदैन हल्का भ्युज भनेको कम्ती जाँदैन र पनि युट्युबमा गएर हेर्नु मेरो भ्यू
मिलियन भन्दा 16-17 जनाले चाहिँ वाच गरेको हुन्छ त्यति नै खुसी छु टिकटकमा पनि त्यस्तै छ 1-1.5 जनाले चाहिँ वाच गर्छ खुसी लाग्छ अनि गाइज बाई बाई सायनारा अब इंग्लिश गीत गाइदिउँ क्या ओ नो नो यस 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 नो नो यस 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 ओ माय गॉड ओ माय गॉड ओ माय गॉड ओ माय गॉड इंग्लिश गीत पनि खतरा गाइन्छ नि फेरि ओके गाइज सायनारा बाई बाई